सङ्खुवा सभाको यो किल्ला एउटा चाहिँ डाँडोबाट चाहिँ यो पहिला शस्त्र बेस्ट क्याम्पसको डाँडोबाट चाहिँ देखिने यो भ्यू टावरको के काम होइन यहाँ भएको भए चाहिँ कति काम हुन्थ्यो वहाँ एक लास्टमा छ यसको खर्च कति हो यसको मूल्य कति हो तपाईहरु नै विश्लेषण गर्नु होला यहाँबाट देखिने चैनपुर बजार हैन यता नुनडाकी भन्छ यो कुहिरो लागेको ठाउँ यता 5 खपन नगरपालिका मकालु हिमाल यो देखिने चाहिँ सङ्खुवा सभा सदरमुकाम खातबारी बजार भनिन्छ यहाँबाट देखिने देउराली बजार बस पार्क है बस पार्क यस्तो छ यस्तो छ तपाईहरुलाई देखाउँछु बस पार्क है बस पार्कमा अहिले बसेर छैन सबै आफ्नो गन्तव्यतिर पुगिसकेका छन् मकालु मेल क्या दामी देखिन्छ हेर्नु बस पार्कबाट चैनपुर बजार यो चाहिँ एकदम पुरानो बजार हो यहाँ चाहिँ चैनपुरको प्रख्यात भनेको चाहिँ करुवा हो करुवा पनि देखाउँछु अहिले तपाईलाई यहाँ चाहिँ चैनपुरे करुवाहरू भन्छ एकदम राम्रो ओरिजिनल आउनु होला यो चैनपुरे करुवाहरू तपाईलाई यहाँ चाहिँ पार्टी कार्यालय रहेछ यो कसको पार्टी कार्यालय हो थाहा छैन यस्तो पार्टीको विषयमा चाहिँ खासै नबोलौँ होला यहाँ टुडी खेल देखिन्थ्यो टुडी खेल अलिकति यो अदालतहरू टुडी खेलहरू छ यस्तै छ उ त्यो बन्दै गरेको हस्पिटल हो चैनपुर हस्पिटल बन्दै गरेछ कति कोठेको थाहा भएन त्यहाँनिर देखिन्छ भ्युटार यो भ्युटार चाहिँ कामै छैन यसको त्यहाँ लगेर किन राखेको भ्युटार यहाँ राख्नु पर्थ्यो यस्तै देखिन्छ